अनि आई होप आजको भिडियो चाहिँ के हो भनेर हजुरहरूले थाहा पाइसक्नुभयो होला। आजको भिडियो चाहिँ त्यस्तो केही पनि छैन। अच्छा ठीक है। अनि त्यसपछि कपीमा लेखिराखे, म त सुतेको थिएँ कि मस्त। अनि कपीमा लेखिराखेछ म चाहिँ अहिले यस्तो ठुलो पानी परिरहेछ, अहिलेसम्म आएको छैन, अब खोज्न जाने कि आफै आउँछ। अनि यस्तो पानी परिरहेछ, यस्तो मजाले पानी परिरहेछ कि सक्छ। अनि कहाँ गयो होला कि नभेटेर त कहाँ गएको? माथि भनेको कहाँ हो? ऊ त्यहाँ भनेको के हो? त्यो मुखले त्यस्तो ठाउँको नाम कहाँ हो? कोसँग गएको? तेरो तपेन्द्रमा त्यो कुन तपेन्द्रलाई पनि मैले चिमचिम गर्छस्? पानी छिटाउन थाल्यो भने चाहिँ ओहो पानी पर्न लाग्यो, अब घर जाने हो भनेर हिँड्ने हो। हेलो साथीहरू, नमस्ते छोडले, फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। अनि आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा म फेरि पनि भिडियो लिएर आएको छु साथीहरू। सो अनि आई होप आजको भिडियो चाहिँ के हो भनेर हजुरहरूले थाहा पाइसक्नुभयो होला। आजको भिडियो चाहिँ त्यस्तो केही पनि छैन। आज चाहिँ म यहाँ रुमको यता बाहिरतिरबाट भिडियो स्टार्ट गरिरहेको छु, यहाँ छेउमा बसेर। किन भन्नुहुन्छ भने यस्तो मजाले पानी परिरहेको छ नि, कस्तो आनन्द भइरहेको छ क्या। बिहान चाहिँ मुखबाङ गरेर मस्त सुतिएछ खाना खाएर। अनि खाना खाएर त्यसरी सुतेपछि त नमोटाएर के हुन्छ त होइन साथीहरू। अनि आज चाहिँ मेरो बाबु नुहाएर अनि त्यसपछि कपीमा लेखिराखे, म त सुतेको थिएँ कि मस्त। अनि कपीमा लेखिराखेछ, म चाहिँ मासतिर खेल्नु गएको है मम्मी भनेर लेखिराखेर मेरो सिरानीमा छोडिदिएर गएछ। अनि अहिले यस्तो ठुलो पानी परिरहेछ, अहिलेसम्म आएको छैन, अब खोज्न जाने कि आफै आउँछ। अनि त्यसपछि चाहिँ आज चाहिँ मेरो छोरोको पनि त्यो रुख कटर चाहिँ फेभरेट हो। अनि मलाई पनि कस्तो खानु मन लागिरहेको थियो। अनि आज बाबुको पनि स्कुल छुट्टी, अनि त्यही भएर ल्याएर खाने भनेर सोचिरहेको, बाबु नै आएको छैन। अनि त्यसपछि लिन जानु पनि पानी पर्यो, देख्न सक्नुहुन्छ पानी परिरहेको छ। पानी परेकै त्यो नदेखिने रहेछ, तर गुडुङ गुडुङ गरेको सुन्नु भएको छ कि छैन देख्न सक्नुहुन्छ। पानी परिरहेछ, यसरी चाहिँ देखिँदो रहेछ, यसरी चाहिँ देखिँदो रहेछ। यस्तो पानी परिरहेछ, यस्तो मजाले पानी परिरहेछ कि कस्तो शीतल भइरहेछ, आनन्द भइरहेछ। म चाहिँ सुतेर उठेको। अनि मेरो चाहिँ पिम्पल निस्केर यत्रो भएर दुखिरहेछ, के निस्किन्छ। सो गाइस ल हेर्दै गर्नु होला। म चाहिँ अहिले बाबु खोज्न जान्छु होला कि बाबु आउँछ अनि देखाउने छु। अनि त्यसपछि चाहिँ चाबेलतिर पनि जान्छौँ होला। अनि त्यसपछि त्यो रुख कटर लिएर आउनुपर्ने छ कि खानुलाई कस्तो खानु मन लागिरहेछ, के खानु मन लागिरहेको हुन्छ मलाई त। साउन्ड बारिरहेको छु होइन, करेन्ट चल्दा खानु मन लागिरहेछ, यस्तरी पनि हुन्छ अनि कहीँ। सो गाइस ल हेर्दै गर्नु होला। अनि त्यही हो, अब जान्छौँ छोरो खोज्न। म आएन सक्छ। अनि कहाँ गयो होला कि आउँछ होला, तर एकछिन कुरौँ ल। अनि त्यसपछि आयो भने चाहिँ पानीमा हिँड्न कस्तो मजा हुन्छ। अनि पानीमा छोरोलाई लिएर चाबेल चौकतिर जाने। अनि त्यसपछि कटरहरू के फलफुलहरू पनि सकिरहेको छ, तरकारीहरू पनि, त्यो पनि लिएर आउनुपर्ने छ। सो हेर्दै गर्नु होला है त। कहाँ गएर आएको? माथितिर। कति घन्टा भयो गएको? त्यस्तै 2। त्यहाँ के लेखेर गएको? माथिमा गएको। खै त देखाउ त। माथितिर 7 क्लासको अक्षर होइन, छिटो लेखेको। म त सुतिरहेको थिएँ, त्यति पनि लेखेर सिरानीमा छोडेर हिँडेछ। कति बजी? 1 बजीतिर गएको, अहिले त 5 बज्यो भनेपछि कति घन्टा भयो हराएको? म त तँलाई खोजेर आएको त, नभेटेर त कहाँ गएको? माथि भनेको कहाँ हो? ऊ त्यहाँ भनेको के हो? त्यो मुखले त्यस्तो ठाउँको नाम कहाँ हो? ठाउँको नाम खै। किन गएको त्यति मासतिर? कोसँग गएको? तेरो तपेन्द्रमा त्यो कुन तपेन्द्रलाई पनि मैले हानिदिन्छु नि। म गए पनि छिटाउनु पर्छ पर्दैन?
पानी परेर रोकिथ्यो पानी छिटाउनु थालेपछि अब पानी पर्न लाग्यो भनेर घर हिँड्ने हो थाहा छ कि छैन 4-5 घन्टा भइसक्यो आउँदैन छाला काट्छु नि म फेरि तेरो अलिक होस् घर चिमचिम गर्छस् आइसकेको छ साथीहरू यो चाहिँ 4-5 घन्टापछि यस्तै हुन्छ स्कुल छुट्टी भएपछि रुममा बस्दा बस्दा रुममा बस्यो भने पनि गन गर्छ घरि भोक लाग्यो भन्छ घरि के भन्छ अनि साथीकोतिर खेलेर आइहाल्छु भनेर गएको मान्छे पानी परेर रोक्यो अरे यताउता खेल्नु हिँडेको छ भने पनि पानी छिटाउनु थाल्यो भने चाहिँ ओहो पानी पर्न लाग्यो अब घर जाने हो भनेर हिँड्ने हो फर्स्ट त छिराएर के एकैचोटि परिहाल्यो त अगाडि नै अलिअलि पानी परेको थिएन एकैचोटि परिहाल्यो भन्छ कहाँ खेलिरहेको थियो थाहा पाउनु पऱ्यो नि पानी छिटाएको यत्रो भइसकेपछि लाज हुँदैन खेली हिँड्नु बच्चाहरू जस्तो केटाकेटी जस्तो अलिकति टाइम भन्यो भने पढ्नेमा ध्यान दिने हो 5 मिनट टाइम छ भने पनि ओहो यो समयलाई त मैले खेर फाल्नु हुँदैन भन्ने हो दिमाग छ कि छैन पिटाइ भेट्लास सो त्यही हो छोरो पनि आयो अब चाहिँ हामी चाबेलतिर जान्छौँ होला रुख कटहर खाने भनेको होइन ए अनि अहिलेदेखि होइन त तल मैले कुरेको ए हो आज रुख कटहर खाने भने कसले कति खान्छ है त ल च्यालेन्ज कसले धेरै तर म धेरै खानै सक्दिनँ साथीहरू आजभोलि त म त केही पनि धेरै खानै सक्दिनँ खानाहरू पनि खाँदा खाँदै ड्याममा भइहाल्छ अरू खानेकुराहरू झन् म खासै केही खाँदिनँ छोरोले मैले भन्दा धेरै खान्छ म छोरोले जति खानै सक्दिनँ त्यही पनि हेरौँ कति खाइने रहेछ च्यालेन्ज आमा छोरा रुख कटहरको आज मेरो पनि फेभरेट हो यसको पनि फेभरेट हो तपाईँहरू गर्नु ल सो ल हेर्दै गर्नु होला अब हामी चाहिँ जान्छौँ सो साथीहरू अहिले चाहिँ हामी आमा छोरा जाँदैछौँ चाबेल चोकतिर के लिनलाई बाटो हेरेर नै रुख कटहर सो गाइस हेर्दै गर्नु होला सो साथीहरू हामीले चाहिँ कटहर ल्याइसक्यौँ अनि त्यसपछि हामीले चाहिँ यो यता छोरो रेडी भइरहेछ यो कटहर चाहिँ उयो के अरे सिँगै यत्रो ठुल्ठुलो रहेछ क्या 7 केजी 8 केजीको क्या यत्रो ठुल्ठुलो अनि त्यही भएर हामीले चाहिँ यो खोलेर ल्याएको अब खान्छौँ साथीहरू हामीले चाहिँ कटहर खाइसक्यौँ कि अनि कसले कति खायो भनेको यो रोहितले चोरेर न यति मात्रै खाएको आन्टीले तपाईँले त्यति 1 2 3 4 5 वटा मात्रै खानु भएछ है तपाईँ लुजर तपाईँ हार्नु भइसक्यो 6 7 8 9 वटा ल 9 वटा खानु भएछ ल तेरो गन्ध मेरो 1 2 3 अलि छिटो गर्नु खोइ त सुनेको छैन त सुनेको छैन त भनेको यहाँ पे गर्नु सुनेको छैन अलिक कसरी गर्नु 17 18 19 20 21 22 24 25 26 27 28 29 30 31 के गरिदिएको हुन्छ 32 33 24 25 36 एक त गरेछ थोरै ओइ 37 38 39 40 41 42 40 वटा खाएछ रोहितले 45 वटा मेरो है मेरो 1 2 2 3 4 5 6 यो पनि यसको पनि थियो 8 7 8 10 9 12 10 11 14 12 13 14 15 16 17 18 19 22 24 25 26 27 28 29 30 31 32 30 34 35 36 37 38 39 41 42 मैले जिते 3 ले
तर आमाको चोरे जस्तो लागेको छ मलाई आमाको दाना चोरे जस्तो लागेको मलाई सो गाइस ल मैले चाहिँ तर 43वटा खानु भनेको नि यस्तो धेरै खाएँ अब भरे भात खाइँदैन अब चाहिँ यो धोएर राख्नुपर्छ अनि फेरि यो पनि उसिनेर खानुपर्छ कस्तो मिठो हुन्छ उसिनेर भुटेर पनि बनाउँछ सो गाइस ल आजलाई चाहिँ यति नै हाम्रो भिडियो चाहिँ यस्तै भयो सबै भुइँमा झार्छ यो चाहिँ सिजन अनुसारको फल हो तपाईँहरू पनि अब भोलि पर्सितिर ज्याकफ्रुट भन्न भुइँ कटर पनि आउँछ है तपाईँहरू पनि ल्याएर खानु होला तर गाउँघरको जस्तो चाहिँ मिठो हुँदैन नि आन्टी रस छैन सो ल बाई बाई फुल भिडियो हेरिदिनु भयो होला त्यसको लागि धेरै धेरै धन्यवाद बाई बाई गर्नु त आन्टी छोरो बाई 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 यहाँ ठुलो वाले